सबैजनालाई नमस्कार है। र मैले चाहिँ आज यहाँ एकजना बोजूलाई भेटेको छु। अब यो इन्फर्मेसन चाहिँ तपाईँहरूलाई दिनको लागि गइरहेको छु है। बोजूसँग मैले एउटा सानो इन्टरभ्यू जस्तो पनि मैले राखेको छु है। अब कतिजनाले चाहिँ यो पिएमजेवाई कार्ड, मोदी कार्ड, गोल्डन कार्डबाट चाहिँ अब बेनिफिट पाउँदैन भन्ने खालको कतिजनाले भनेको मेरै कानले पनि खुदै सुनेको थियो होइन। तर मैले त्यस्तो होइन, अब यसको कार्ड चाहिँ कसरी युज गर्नुपर्ने हो त्यो मैले जनाउनु खोज्दाखेरि चाहिँ कतिले चाहिँ अब राम्रै भन्यो, कतिले भनेन है। अन्त यसको लागि चाहिँ मैले यहाँ स्वयं एकजना बोजू भेटेको छु। बोजूलाई म तपाईँहरूको सामुन्ने ल्याउँदैछु। बोजूलाई एउटा इन्ट्रोडक्सन पनि दिँदैछु है। र बोजूले चाहिँ यो कार्डहरूबाट चाहिँ एकदमै ट्रिटमेन्टहरू पाएर अहिले बोजू एकदमै जातिकुशल हुनुहुन्छ हो। र मेरोबाट भन्दा पनि बोजूकै अब मुखबाट सुनिदिनुहोस् है। नमस्कार बोजू। नमस्कार। है अब तपाईँको नाम भनिदिनुहोस् त। मेरो नाम निम्ति शेर्पा हुनुहुन्छ। कहाँबाट हुनुहुन्छ तपाईँ? मङमुङ, अप्पर मङमुङ। तपाईँले चाहिँ यो मोदी कार्ड, पिएमजेवाई कार्डहरू भन्नुहुन्थ्यो नि। तपाईँले चाहिँ यो पिएमजेवाई कार्ड, मोदी कार्डबाट चाहिँ तपाईँले चाहिँ यसो ट्रिटमेन्टहरू पाउनु भएको थियो कि थिएन? पाउनुभयो है। हजुर। दबाई पानीहरू तपाईँले सबै पाउनुभयो है? पाउनुभयो दबाई पानी। अनि तपाईँको यो अपरेसनहरू हुँदाखेरि पनि है सबै मोदी कार्डबाटै तपाईँले पाउनुभयो पाउनुभयो। त्यो नभएको मात्रै किन्नु लाग्यो हो, त्यो दोकानमा नभएको मात्रै। अन्त सबै त्यहीँबाटै पायो दबाई पानी सबै मोदी कार्डबाटै। अन्त तपाईँको यो अपरेसनहरू सबै त्यही कार्डबाटै भयो? त्यही भएरै भयो। भन्नुहोस् त के भयो भन्नुहोस् त त्यो यो मोदी कार्डबाट चाहिँ? त्यहाँबाट सबै नै अपरेसन सबै कुरै भयो। सबै नै पछि अब त्योबाट चाहिँ जम्मा चाहिँ 5 लाख पाउने होइन। हजुर। 5 लाख पाउने। त्यो दबाई पानी गरेर उफ्रेछ, 1 लाख उफ्रेछ। त्यो पनि हालिदियो, फेरि पायो। त्यो पनि पाउनुभयो है? त्यो पनि पाउनुभयो, पैसै पायो। त्यो पनि पैसै हालिदिनु। हजुर। अनि नि त्यो मोदी कार्ड नभएको भए, त्यो कागज नभएको भए चाहिँ मेरो अपरेसन गर्नु चाहिँ जग्गा जमिन बेच्दा नि नपुग्ने त्यस्तो अवस्थामा भएको थियो म। हजुर। दण्ड त्यसले गर्दा चाहिँ धेरै नै के जति भयो हो। नभए याद भयो, नभए सबै त्यो माथि दबाईहरूको दाम, दबाई पानीको दामहरू सुन्दा त कता हो नि हो, के को पैसाले नपुग्ने रहेछ। हजुर। र अब तपाईँको यति ठुलो अपरेसन भयो है, तपाईँको अलिकति अगाडि जुन चाहिँ दबाई पानी तपाईँहरूले किन्नु भएको थियो त्यो पनि तपाईँहरूले रिफन्ड ब्याक पाउनु भएछ पैसा होइन? अनि अब कति पब्लिकहरूले चाहिँ भन्छ अब यो मोदी कार्डको चाहिँ यसको केही अब भ्यालु छैन, यो पाउँदैन भनेर कतिले भन्छ है। अब यसमा चाहिँ तपाईँले चाहिँ पब्लिकहरूलाई के भन्नुहुन्छ? अब यसको चाहिँ ट्रिटमेन्ट राम्रो छ, तपाईँले अब यसमा चाहिँ अब तपाईँलाई चाहिँ विश्वास लाग्यो यो मोदी कार्डबाट चाहिँ तपाईँले? अब यति भन्दै बोजूलाई यहाँबाट म धन्यवाद भन्न चाहन्छु है। बोजू राख्नुभयो है बोजूको मुखबाट होइन। अब यो मोदी कार्ड नहुनु हो भने चाहिँ अब बोजूको चाहिँ ट्रिटमेन्ट पनि हुनु मुस्किल थियो। जग्गा जमिन बेच्दाखेरि पनि सायद पुग्थेन होला भनेर उहाँले अलिकति गुनासो नि पोखाउनु भयो है। यो भिडियो हेरेर तपाईँहरूले चाहिँ प्रत्येकलाई यो भिडियो चाहिँ सेयर गरिदिनुहोस् है। कतिजनाले चाहिँ अब उनीहरूको नेम लिस्ट आएको छ र पनि कार्डहरू बनाउनु भएको छैन है। अन्त अहिले मेन गरी सिनियर सिटिजन जो पनि 70 एबभ पुगेको बाबा आमाहरू हुनुहुन्छ होइन, बाजे बोजू, उहाँहरूको लागि चाहिँ अहिले एकदम अपर्च्युनिटी आएको छ। उहाँहरूले चाहिँ अब 70 एबभकोहरूले चाहिँ कार्ड खिच्नु पाउँदैछ है। र यो अपर्च्युनिटी चाहिँ तपाईँहरूले नघुमाइदिनुहोस्। जस्तै यहाँ बोजूको अहिले है त्यत्रो ठुलो अपरेसन भयो, उहाँहरूले अब बोजूको अलिकति पैसा लगाएर दबाई पानी किनेको पनि लास्ट रिफन्ड भयो है। र यो मोदी कार्ड चाहिँ तपाईँहरूको 5 लाखको चाहिँ तपाईँहरूको वान टाइमको लागि मात्रै युज होइन, तपाईँहरूको लाइफ टाइमभरिको युज हो है। तपाईँहरूले अब यो वर्ष तपाईँहरूले 5 लाख्समा तपाईँहरूले 2-3 लाख्सको युज गर्यो भने जस्तो नयाँ वर्ष लाग्छ त्यसमा फेरि तपाईँहरूले 5 लाख्स फेरि तपाईँहरूको एकाउन्टमा अलरेडी आउँछ। तर तपाईँहरूले क्यास पैसा चाहिँ पाउनुहुन्न। जब तपाईँहरू हस्पिटलाइज हुन्छ, एडमिट हुन्छ, यसरी नै अब ठुल्ठुलो बिमारहरू भएर है एडमिटहरू हुँदा, अब सानसानो बिमारहरूमा नि एडमिटहरू हुँदाखेरि चाहिँ योबाट जति पाउने ट्रिटमेन्टहरू पाउँछ है। तपाईँहरूले यति ठुलो राम्रो मौका चाहिँ नघुमाउनुहोस्। तपाईँहरूले जतिजना पनि कार्डहरू बनाउन आउनु भएको छैन तपाईँहरूले चाहिँ आएर कार्ड बनाइदिनुहोस् है। यति भन्दै मेरो यो छोटो मेसेजलाई म यहीँ राख्दैछु। बाई, धन्यवाद।